ओहो मम्मी ड्याडीको एनिभर्सरी पनि त पर्सि हुने होइन ओहो आरती बहिनी यहाँ आउँदा एकचोटि के हुँदा किन आएको छु अनि मम्मी ड्याडीको एनिभर्सरी त पर्सि छ त अनि हामी त केही सरप्राइज त गर्नु पऱ्यो नि त अनि ल हो र दाइ आज कति गते हो र आज त 15 गते अनि 17 गते होइन र हो र पर्सि रहेछ त केही सरप्राइज प्लान गरौँ न अनलाइन हेरौँ न दाइ हुन्छ यो रहेछ त याद रहेछ त दाइ है यो रहेछ त होइन इभेन्ट प्लान गर्न सोच्दै हुनुहुन्छ र के कहाँ कता भन्ने प्रश्न छ भने नो वरिज वी प्रेजेन्ट यो राम्रो रहेछ त है हो त दाइ यसमा कल गरौँ न है एकचोटि कल गरेर हेर्नु न है हेलो नमस्ते म चाहिँ शुभकामना इभेन्ट्स एन्ड फ्लोरबाट बोलेको हजुरलाई के सर्भिस दिन सक्छु होला हेलो हजुर नमस्ते पर्सि मम्मी र ड्याडीको एनिभर्सरी थियो अनि सानो इभेन्ट अर्गनाइज गरौँ भनेर हजुरलाई कन्ट्याक्ट गरेको ए हुन्छ सर भइहाल्छ नि हाम्रो टिम सुपरभाइजरले चाहिँ हजुरलाई कन्ट्याक्ट गर्नुहुन्छ अनि त्यही अनुसार चाहिँ हामी हाम्रो प्लान चाहिँ अर्गनाइज गर्छौँ थ्याङ्क यू सो मच फर चुजिङ अस हस् थ्याङ्क यू सो मच सो हेलो गाइज नो हरी नो रस यु क्यान इजिली ट्रस्ट शुभकामना इभेन्ट्स एन्ड फ्लोरल यस हजुरहरूको आफ्नै इभेन्ट अर्गनाइजर जहाँ चाहिँ हजुरले सम्पूर्ण इभेन्ट फङ्सन्सहरूको चाहिँ सर्भिस लिन सक्नुहुन्छ जस्तै बिहे व्रतबन्ध बर्थडे एनिभर्सरी बेबी सावर लगायत सम्पूर्ण फङ्सन्सहरूको चाहिँ हजुरहरूले सर्भिस लिन सक्नुहुन्छ र त्यसै गरी हामीले मेकअप आर्टिस्ट म्युजिसियन डिजे आर्टिस्ट र लाइटिङको सम्पूर्ण सुविधाहरू प्रदान गर्दछौँ सो होप यु गाइज विल कन्ट्याक्ट अस इन योर मेमोरेबल डेज